नमस्कार म फेरि पनि हामी एउटा छोटो मेरो जानकारीमूलक भिडियो लिएर होइन नयाँ साथीहरूलाई काम लाग्छन् ध्यान दिएर सुन्नु होला। तपाईँहरू यदि पेज वा प्रोफाइलमा काम गर्दै हुनुहुन्छ भने आफ्नो पेज वा प्रोफाइल हर दिनकै तपाईँहरूले चेक गर्नुपर्ने हुन्छ। प्रोफाइलमा कुनै इस्यु आएको छ कि छैन, कपिराइट आएको छ कि छैन भनेर। र मेन कुरो भनेको तपाईँहरूको यदि सिएम भएको छैन भने तपाईँहरूले फेसबुकदेखि म्युजिक युज नगर्नुहोस्, आफ्नै कन्टेन्ट ओरिजिनल अडियो भिडियोमा काम गर्नुहोस्। जब चाहिँ सिएम हुन्छ त्यसपछि तपाईँलाई फेसबुकले नै कन्टेन्ट क्रिएटरको रूपमा एउटा म्युजिक लाइब्रेरी दिन्छ। तपाईँले यो म्युजिक यहाँदेखि युज गर्न सक्नुहुन्छ। त्योभन्दा अगाडि तपाईँहरूले म्युजिक युज नगर्नुहोस्। त्यो गर्नुभयो भने तपाईँलाई कपिराइट आउँछ। त्यो कारणले गर्दाखेरि आफ्नो प्रोफाइल वा पेजलाई दिनकै हेर्नु पर्यो। तपाईँले ट्याक्क ग्रिन बनाएर राख्नु पर्यो। कुनै पनि समस्या आउनु भएन। कपिराइट आएको छ कि छैन हेर्नु पर्यो। प्रोफाइल रेकमेन्डेसन छ कि छैन हेर्नु पर्यो। सिएम एक्टिभ छ कि छैन हेर्नु पर्यो। सम्पूर्ण कुरा तिनवटा कुराहरूलाई चाहिँ ध्यानमा राखेर काम गर्नुभयो भने तपाईँको चाहिँ मेहनत खेर गएन। यो कुराहरूलाई व्यवस्था गरी तपाईँहरू चाहिँ अब हावातालमा बौला तालमा काम गर्नुभयो भने तपाईँको दुःख मेहनत पनि गयो, कामै छैन। त्यो कारणले गर्दाखेरि यो दुई तिनवटा कुराहरू चाहिँ ध्यान दिएर काम गर्नु होला। हस् त, धन्यवाद।